Namaste everyone. Beyond Boundaries मा हजुरलाई फेरि पनि स्वागत छ. What a game we witnessed yesterday. कस्तो दामी गेम भयो हिजो वेस्ट इन्डिज र नेपालको एन्ड इट वाज अ हिस्टोरिक विन फर नेपाल. नेपालले पहिलोपल्ट एउटा टेस्ट प्लेइङ नेसनलाई हराएर आफ्नो नयाँ कीर्तिमान कायम गरेको छ र आई होप आउने डेजहरूमा अरू अरू कन्ट्रिजहरूलाई पनि त्यसरी नै बिट गर्छ, स्पेसली इन द वर्ल्ड कप. एन्ड दिस आई एम सेयिङ विथ फिङ्गर क्रस्ड कि नेपालले वर्ल्ड कप क्वालिफायर्समा डेफिनेटली क्वालिफाई भएर वर्ल्ड कप इन्डियामा खेल्न जान्छ. अब यो म्याचको कुरा गर्ने हो भने क्विकली नेपालले अराउन्ड 148 जति मात्रै बनाएको थियो. मलाई के लाग्छ भने अराउन्ड 148 चाहिँ 10-15 रन्स बिलो पार जस्तो लागेको थियो. तर ट्रिकी सर्फेस थियो, बल अलिअलि ग्रिप गरिरहेको थियो एन्ड लेफ्ट आर्म स्पिनरसँगको हामीले देखिहाल्यौँ. मैले लास्ट मेरो चाहिँ प्रिभ्यू भिडियोमा मैले कुरा गरेको थिएँ नेपाली ओपनिङ ब्याट्सम्यानहरूलाई र स्पेसली इभन रोहित र दिपेन्द्रलाई पनि यो लेफ्ट आर्म स्पिनर्सको चाहिँ अलिकति कमजोरी जस्तो चाहिँ देखिएको थियो र त्यही कुरा अकिल हुसेनले एक्सप्लोइट गरे. दे डिड देयर होमवर्क. बट एनिवे जति एक्सप्लोइट गरे पनि जे गरे पनि फर नेपाल दिस वाज अ हिस्टोरिक विन. र चाहे अलिक डिप्लिटेड साइडै किन नहोस् वेस्ट इन्डिजको, तर नेपालले वेस्ट इन्डिजको इन्टरनेसनल क्रिकेट टिमलाई हराएको छ पहिलोपल्ट र आई थिङ्क दिस विल गिभ देम अ लोड अफ कन्फिडेन्स मुभिङ फरवर्ड. भेन्यूको कुरामा चाहिँ मैले भनेकै नै थिएँ शारजामा विन द टस ब्याट फर्स्ट, एभरेज स्कोर अराउन्ड 170 को हुन्छ ब्याटिङ फर्स्ट गर्दा. त्यसले गर्दा पनि मैले 10-15 रन्स बिलो पार छ नेपालको भनेर भनेको थिएँ. तर एज सुन एज दे स्कोर्ड 150 रन्स दे ह्याड रन्स अन द बोर्ड. अनि त्यसले गर्दाखेरि मेरो विचारमा नेपालको चाहिँ जुन स्ट्रेन्थ थियो स्पिन बलिङ त्यसलाई चाहिँ वेस्ट इन्डिजले कोप गर्न सकेन सेकेन्ड इनिङ्समा. सो आई थिङ्क वेस्ट इन्डिजको डिसिजन चाहिँ मलाई अलिक सरप्राइजिङ लाग्यो, किनभने ग्राउन्ड स्ट्याट स्पेसली झन् लास्ट 10 म्याचेसमा त 80% अफ द गेम्स टस जितेर ब्याट फर्स्ट गर्ने टिमले जिताएको थियो. तर गुड फर अस. आई थिङ्क इट वाज अ गुड टस टु लुज. वेस्ट इन्डिजले आफ्नो टिममा 4 जना डेब्युटेन्ट्सहरूलाई राखेको थियो. मैले गेस गरेको जुन लाइनअप थियो त्यसमा हाम्रो रिस्ट स्पिनर मोटारालाई र करिमा गोरेलाई इन्क्लुड गर्नु भएन छ. तर अपार्ट फ्रम द्याट लगभग मैले सोचेकै नै जस्तो टिम थियो. ब्याटिङ लाइनअपमा पनि स्लाइट सफल. अकिम अगस्टलाई चाहिँ ओपनिङ गराउनुहुन्छ होला भन्ने ठानेको, बट ही केम एट 1 डाउन एन्ड दे वेन्ट विथ द एक्सपिरियन्स अफ काइल मायर्स. सो लेट्स लुक एट नेपाल्स ब्याटिङ. सबसे पहिला त मलाई के लाग्छ भने नेपालको स्टार्ट एकदमै स्क्रैची थियो के. त्यो कस्तो भने लेफ्ट आर्म स्पिनरलाई सुरुमै उनीहरूले होमवर्क गरेर आयो वेस्ट इन्डिजले. उनीहरूले लेफ्ट आर्म स्पिनर लिएर आयो. अकिल हुसेन हिमसेल्फ केम टु बल एन्ड हाम्रो कुशल र आसिफले चाहिँ त्यहाँनिर दे लुक लाइक दे ह्याड नो प्लान अफ ट्याकलिङ द लेफ्ट आर्म स्पिनर्स के. त्यो ओपनिङमा लिएर आयो भने कसरी खेल्ने. मलाई लाग्छ कि अलिकति रिभर्स स्विप अलिकति इनोभेसनहरू लिएर आउनुपर्छ. एक्स्ट्रा कभरतिर खेल्न सक्थ्यो कि होइन. दे वर स्टक टु द क्रिज एट दि एन्ड, अगाडि बढ्न खोजेर नथिङ सर्टमा आउट भयो कुशल. एन्ड त्यही प्रेसरमा स्लोली आसिफ पनि एकछिनपछि आउट भयो. तर अपार्ट फ्रम द्याट वाट अ वन्डरफुल पार्टनरसिप द्याट रोहित र कुशलले चाहिँ सेटअप गरे. त्यसपछि उता मलाई चाहिँ के लागिरहेको थियो भने अब गयो ताल त्यही हो भनेर. तर जसरी मैले सजेस्ट गरेको थिएँ या मैले पनि एक्सपेक्ट गरेको थिएँ कुशललाई 4मा लिएर आउनु एकदमै राम्रो मुभ थियो म्यानेजमेन्टको. किनभने कुशलले चाहिँ अलिकति टाइम पायो भने एन्ड स्पेसली शारजाहरू जस्तो पिचमा जहाँ चाहिँ मोस्ट अफ द बलिङ स्पिनर्सहरूलाई नै गराइन्छ एन्ड वेस्ट इन्डिज ह्याभिङ 2 or 3 स्पिनर्स इन द लाइनअप. कुशल मल्ल अलिकति सेट भयो भने उसले बिस्तारो चाहिँ पछि 10-12 ओभरसम्म पुग्दाखेरि आफ्नो स्ट्राइक रेटलाई चाहिँ अझै अप गरेर लड अफ बााउन्ड्रिजहरू चाहिँ गेन गर्न सक्छ हाम्रो लागि भन्ने मलाई लागेको थियो. इट वुड गिभ हिम टाइम रादर देन त्यो 4-5 ओभर 3-4 ओभरमा लास्टमा फास्ट बलरको अगेन्स्टमा आउनुभन्दा. एन्ड द्याट्स वाट दे डिड. अनि मलाई गुलसन झालाई लिएर आउनुभएको जुन कुशल आउट भएपछि लेफ्ट ह्यान्ड राइट ह्यान्ड कम्बिनेसन मेन्टेन गरेको कुरा पनि मलाई एकदमै राम्रो लागेको थियो. कुशल र रोहितले राम्रो पार्टनरसिप स्टिच गर्नुभयो. दे गट सम रियली गुड बााउन्ड्रिज. मलाई त्यो आई थिङ्क अराउन्ड 8th ओभर या 9th ओभरको टाइममा जुन 3 रन चोर्नु भएको थियो द्याट वाज वान अफ द बेस्ट मोमेन्ट्स फर मी. आई थिङ्क द रनिङ बिट्विन द विकेट्स त्यो नेपालको जहिले पनि एब्सोल्युटली अमेजिङ छ.
इभन विराट कोहलीले पनि उहाँलाई अप्रिसिएट गर्नुभएको थियो एसिया कप 2023 आई थिङ्कको बेलामा चाहिँ द रनिङ बिट्विन द विकेट्स क्या खाते हो तुम लोग भनेर भन्नुभएको थियो कसैले, करण केसीले कसले भन्नुभएको थियो। एन्ड आई थिङ्क रनिङ बिट्विन द विकेट्सले कति फरक पर्छ, बिकज डट बल पर्सेन्टेज त राम्रै थियो नेपालको पनि, तर पनि जस्तै जब बााउन्ड्री निस्किन सक्दैन त्यस्तो बेलामा 2s 3sहरू रनै नभएको ठाउँमा 2 रनहरू पनि कन्भर्ट गरेको छ कि नेपालको ब्याट्सम्यानहरूले। त्यो चाहिँ मलाई एकदमै पोजिटिभ लाग्यो हाम्रो ब्याटिङको पार्टबाट। अब हामी अगाडि बढ्दै जाँदाखेरि अराउन्ड 10 ओभर्सको टाइममा 68 थियो, विच वाज अ वन्डरफुल रिकभरी कन्सिडरिङ त्यो सुरुको जुन कपाल अफ विकेट्स डाउन भएको थियो। 4 ओभरमा त 4को रन रेटमा हामी चलिरहेको थियौँ होइन, झन्डै नै 4 साढे 4को रन रेटमा। त्यहाँदेखि अराउन्ड 7को रन रेटसम्म आउनलाई 10 ओभरसम्म रोहित र कुशलले दे डिड अ स्प्लेन्डिड जब। बट आई थिङ्क रोहित गट कुशल गट आउट एन्ड देन क्विकली रोहित पनि दे गट आउट। मैले हिजै भनेको थिएँ मेरो प्रिभ्यूमा कुरा गर्दाखेरि कि समवान निड्स टु स्टे देयर, स्पेसली रोहित हु हेज अ भेरी गुड टेक्निक। उसले चाहिँ एटलिस्ट 15 ओभर 16 ओभरसम्म एउटा एन्ड सम्हालेर राख्नुपर्छ। एन्ड ही क्यान गो एट अराउन्ड 110सम्मको स्ट्राइक रेट, 110-15को स्ट्राइक रेट, एन्ड अदर्स क्यान अफ द स्ट्राइक रेट साइडमा गएर। तर कुशलले पनि आफ्नो स्टार्टलाई फ्याल्यो, रोहितले पनि आफ्नो स्टार्टलाई फ्याल्यो। रोहित त धेरै स्क्रैची थियो, आई थिङ्क उसको कन्ट्रोल पर्सेन्टेज अराउन्ड 65% मात्रै थियो। पावर प्लेमा नेपालको पर्फर्मेन्स ठिकै थियो, 34 रन्स 36 रन्स समथिङ हुन्छ नि त्यो 2 विकेटमा उनीहरूले चाहिँ बनाउँदाखेरि। मलाई चाहिँ अब मिडल ओभर्समा चाहिँ अलिक डरै लागेको थियो, किनभने पास्ट मैले टप एन्ड T20हरूमा पनि हेर्दाखेरि मिडल ओभर्सको बेलामा हाम्रो ब्याटिङमा चाहिँ बााउन्ड्री चाहिँ नहान्ने, 6 ओभर 7 ओभरसम्म स्टक भएर बस्ने, अनि त्यसमाथि फेरि अलिक टर्निङ ट्र्याकमा स्पिनर्सहरूले हामीलाई पनि चोक गर्छ कि जस्तो लागेको थियो। तर आई थिङ्क कुशल र रोहितले एकदमै राम्रो पार्टनरसिप स्टिच गर्नुभयो 50 odd रन्सको। त्यसपछि सानो मिनी कोल्याप्स जस्तो भएको थियो, तर बिस्तारो बिस्तारो गुलसनले अनि दिपेन्द्रले र बाँकी ब्याट्सम्यानले तानतुन पारेर हामीलाई अराउन्ड 150, विच आई फेल्ट वाज अ रेस्पेक्टेबल स्कोर। स्लाइटली बिलो पावर अबाउट मैले भनिहालेँ 10 to 15 रन्स बिलो पावर जस्तो लागेको थियो इनिसियली मलाई फर्स्ट इनिङ सक्दाखेरि, कन्सिडरिङ द पावर हिटर्स जुन चाहिँ वेस्ट इन्डिजहरूमा हुनुहुन्छ। तर पनि मलाई ओभरअलमा आई थिङ्क 148 एउटा डिफेन्डेबल स्कोर चाहिँ थियो भन्ने लागेको थियो। अब यो हाम्रो ब्याटिङको चाहिँ फिनिसिङको कुरा गर्दाखेरि आई थिङ्क लास्ट 1 yearको चाहिँ हाम्रो स्ट्याट्सहरू पक्रिने हो भने हाम्रो डेथ ओभर जुन चाहिँ 16 to 20 ओभर्सको टाइम हुन्छ त्योमा राम्रो पर्फर्मेन्स छैन। वी हेभ लस्ट अ लट अफ विकेट्स एन्ड वी हेभ नट स्कोर्ड मच रन्स। अराउन्ड हाम्रो 7.5 भन्दा बढीको एभरेज छैन डेथ ओभर्सको बेलामा, एन्ड वी अल्सो किप लुजिङ टु मच विकेट। यसको मूल कारण के हो भने दिपेन्द्र सिंह ऐरेको फर्म हो, मलाई त्यस्तो लाग्छ। लास्ट 1 yearमा दिपेन्द्र सिंह ऐरेको जुन स्ट्राइक रेट डिप्लिट भएको छ, उसको करियर स्ट्राइक रेट 141 थियो छ भनौँ, तर अहिलेको 1 yearमा आई थिङ्क इट्स अराउन्ड 110 to 114 को बिचमा। यो म्याचमा त लेस देन 100 को थियो। सो समवान लाइक दिपेन्द्र जो चाहिँ हाम्रो मेन फिनिसर हो, उसको स्ट्राइक रेट 100 भन्दा बिलो छ, हिज इटिङ अप बल्स एन्ड नट स्कोरिङ रन्स। त्यसले ओभरअल सबैलाई नै प्रेसर क्रिएट गर्छ क्या। सो त्यसले गर्दाखेरि पनि लास्ट 1 yearमा हाम्रो फिनिसिङ त्यति राम्रो हुन पाएको छैन। सो हाम्रो लागि एउटा मेन कन्सर्नको विषय त्यो पनि हो। र हामीले चाहिँ आउने टाइममा चाहिँ आई थिङ्क दिपेन्द्र सिंह निड्स टु सिट डाउन विथ द कोच एन्ड लुक एट वाट ही क्यान डु बेटर, बिकज ही इज एन एब्सोल्युटली फ्याबुलस प्लेयर। ब्याटिङ बलिङ फिल्डिङ तिनटै डाइमेन्सनमा टिमलाई कन्ट्रिब्युट गर्न सक्ने एउटा मात्रै एकदम जेन्युन प्लेयर जस्तो लाग्छ मलाई। हुन त कुशल रोहित त नेपालमा सबैजनै हुनुहुन्छ। हि इज अ स्पेसल ट्यालेन्ट एन्ड उहाँले आफ्नो ब्याटिङ स्ट्राइक रेटमा र आफ्नो फिनिसिङ एबिलिटीलाई फेरि रिगेन गर्न सक्नुभयो भने चाहिँ आई थिङ्क हामीले पावर प्लेको पार्टमा अलिकति बेटर, मैले पहिला पनि भनेको थिएँ, बेटर गरेर र फिनिसिङ बेटर गर्दाखेरि हामीले राम्रो टिम्सहरूलाई पनि कम्पिट गर्न सक्छौँ। सो ओभरअलमा आई थिङ्क नेपाल डिड अ फ्यान्टास्टिक जब टु गेट 148 फ्रम द स्टार्ट दे हेड गट, एन्ड मेबी 10-15 रन सर्ट त्यतिखेर लागेको थियो, तर एट दि एन्ड इट प्रुभ टु बी क्वाइट अ गुड टोटल, किनभने 150 को चेसमा अराउन्ड 20 रन्सले जित्ने भनेको राम्रै हो खासमा, त्यो भनेको राम्रै मार्जिनले जितेको भनेको। सो वेस्ट इन्डिजलाई पेला नै जित्यो, कहिले पनि वेस्ट इन्डिज नेभर फेल्ट लाइक दे वर इन द गेम एन्ड दे वर चोक्ड। अब सेकेन्ड इनिङ्समा चाहिँ वेस्ट इन्डिजको ब्याटिङमा आउनु पर्दाखेरि मलाई के चाहिँ लागेको थियो भने वेस्ट इन्डिजको ब्याटिङ ले चाहिँ एकदमै एट्याकिङ अप्रोच लिन्छ सुरुमा नै, र भनौँ न फर्स्ट पावर प्लेहरूमा नै लगभग गेम हामीबाट चाहिँ खोज्न सक्छ कि भन्ने जस्तो लागेको थियो। तर द्याट अमेजिङ रन आउट जुन चाहिँ कुशलले इन्फ्लिक्ट गर्नुभयो काइल मेयर्सको,
त्यो रनआउटले चाहिँ आई थिङ्क मेरो लागि यो म्याचको जुन नेपालतिर टिल्ट हुनको लागि चाहिँ एउटा टर्निङ पोइन्ट चाहिँ त्यो पनि थियो, किनभने काइल मायर्स एकदमै एक्सपेन्सिभ, सरी एकदमै माई अपोलोजिज, एकदमै एक्सपिरियन्स प्लेयर हुनुहुन्छ, अराउन्ड द वर्ल्ड खेल्नु भएको छ, वेस्ट इन्डिजको लागि पनि खेल्नु भएको छ, लखनऊ सुपर जायन्ट्सको लागि ओपनिङमा आएर उहाँले एकदमै स्ट्रङ स्टार्ट्सहरू दिनुहुन्थ्यो। सो उहाँ अराउन्ड 5-6 ओभरसँग टिक्नु भएको भए, राम्रो खेल्नु भएको भए, ही ह्याड the caliber and the talent and skill to take the game away from us. So उहाँलाई रनआउटको रूपमा त्यो विकेट पाउनु सुरुमा वाज फ्यान्टास्टिक, अनि ओभरअल इट सोज द काइन्ड अफ फिल्डिङ साइड द्याट वी आर एज वेल। त्यसपछि उता मलाई अलिकति कन्सर्न मैले भनेकै थिएँ, द प्लेयर टु वाच आउट अकिम अगस्त चाहिँ वेस्ट इन्डिजको एकदमै अपकमिङ फ्यान्टास्टिक ब्याट्सम्यान हो। आई थिङ्क फ्युचर अफ वेस्ट इन्डिज क्रिकेट भनेर उहाँलाई पनि सायद हेरिरहेको छौँ हामीले, एन्ड उहाँले देखाउनु पनि भयो, आएको 2-3 बलमा नै उहाँले आफ्नो क्लास, आफ्नो ट्यालेन्ट देखाउनु भयो T20 क्रिकेटमा। अनि मलाई के लागिरहेको थियो भने यो एकछिन अब 5-6-7 ओभर्स जति बस्यो भने लगभग गेम हाम्रो हातबाट उहाँले खोसेर लिएर जानुहुन्छ भन्ने जस्तो लागिसकेको थियो मलाई, किनभने वाज ब्याटिङ एट अ स्ट्राइक रेट अबभ 200 or around 200. So to get his wicket, Nandan did a fantastic job. तर अगेन कन्सर्न अबाउट नन्दन, यो पोस्ट म्याच प्रेजेन्टेसनमा रोहितलाई पनि एन्ड्रुले सोध्नु भएन। आई वाज होपिङ कि त्यो सोध्नुहुन्छ होला नन्दनको इन्जुरीको बारेमा केही अपडेट छ कि भनेर, तर मैले उहाँको इन्जुरीको बारेमा खासै अहिलेसम्म अपडेट त्यस्तो मैले भेटाउन सकेको छैन। होपफुली इज ओके, सानो माइनर साइड स्ट्रेन हो, एन्ड एक दिनमा उहाँलाई अलिकति आइसिङहरू गरेर उहाँको स्ट्रेचिङहरू गराएर फिजियोले रेडी गर्नुहुन्छ। हि इज अ इन्टेग्रल पार्ट अफ द टिम, एन्ड आई होप हि रिकभर्स सुन। सो नन्दनले सुरुमा नै विकेट लिइसकेपछि र रनआउट पछि 2 विकेट पछि उता चाहिँ बिस्तारो वेस्ट इन्डिजको टिम चोक भयो। त्यसपछि आमिर ज्याङ्गो जो चाहिँ किपर हामीले चाहिँ ब्याकअप किपर भन्टाएको थियो, आई थट एन्ड्रु ज्युवेल्सले किपिङ गर्नुहुन्छ कि भनेर, तर आमिर ज्याङ्गोले किपिङ गर्नुभयो। अनि मलाई थाहा थियो उसको स्ट्राइक रेट खासै राम्रो छैन भनेर, अराउन्ड 112 मा स्ट्राइक गर्ने ब्याट्सम्यान हो, त्यो पनि उताको सिपिएलको कन्डिसन्समा। झन् यहाँनिर चाहिँ स्पिन हुने ठाउँमा अलिकति स्पिनसँग खेल्ने स्किल चाहिनेमा उहाँको स्ट्राइक रेट अलिकति फाउन्ड आउट हुन्छ भन्ने लागेको थियो। नभन्दै हि हेल्प अस अ लट बाई प्लेइङ बिलो पार स्ट्राइक रेट। त्यसपछि बिस्तारो आई थिङ्क हामीले स्टार्ट गर्न थाल्यौँ चोक गर्नाले, उहाँले स्लाइड कमब्याक गर्नुभएको थियो, सानो पार्टनरसिप पोस्ट टोस्ट 2 विकेट्स चाहिँ भएको थियो। तर आफ्टर द्याट अराउन्ड 8 ओभर पछि उता चाहिँ नराम्रैसँग चोक भयो क्या हाम्रो स्पिनर्सहरूद्वारा उहाँहरू। एन्ड त्यो समयमा ललित राजवंशीले आएर विकेट लिनुभयो, दिपेन्द्रले पहिला राम्रो बलिङ गर्नु नै भएको थियो। त्यसपछि रोहित केम इन, आई थिङ्क वाज अ भेरी गुड मुभ फ्रम द क्याप्टेन टु ब्रिङ हिमसेल्फ अन। त्यसपछि कुशल, आई थिङ्क लास्ट 1 इयरमा दिपेन्द्र र कुशलको चाहिँ बलिङ र फिल्डिङबाट चाहिँ नेपालले धेरै म्याच जित्यो होला, रादर देन देयर ब्याटिङ। नाउ अब यसबाट खुसी हुने कि दुःख हुने भन्ने कुरा हो क्या। अब ब्याट्सम्यानले त ब्याटिङ गर्ने हो। मलाई यसको बारेमा एउटा चाहिँ कस्तो नि एउटा इक्जाम्पल याद आउँछ कि लङ टाइम ब्याक जेसन गिलेस्पी जो अस्ट्रेलियाको फास्ट बलर हुनुहुन्थ्यो, हि ह्याड स्कोर्ड डबल 100 के कमिङ इन एट नम्बर 8 or something, 8 or 9 मा आएर, एन्ड देन आफ्टर द्याट हि वाज ड्रप्ड एन्ड हि नेभर प्लेड फर अस्ट्रेलिया अगेन आई थिङ्क। त्यसपछि सो बेसिकली भन्नुको अर्थ उसको डबल 100 को कुनै भ्याल्यु छैन कि यदि उसले आफ्नो ब्याटले उसले आफ्नो बलिङले चाहिँ टिमलाई म्याच जिताउन सक्दैन, कन्ट्रिब्युट गर्न सक्दैन भने। सिमिलरली फर कुशल र दिपेन्द्र इट्स भेरी इम्पोर्टेन्ट द्याट दे कन्ट्रिब्युट विथ द ब्याट एज वेल। यो त म्याच हामीले दुःख सुख स्क्रच गरेर ओरेर कसो जित्यौँ, किनभने वेस्ट इन्डिजले पनि हामीलाई धेरै चान्स दिनुभएको थियो ड्यु टु देयर ब्याड फिल्डिङ, ब्याड क्याचिङ, र हामीलाई रनिङ बिट्विन द विकेट्समा पनि अलिकति स्लो आउट फिल्डिङ पनि खासै राम्रो थिएन वेस्ट इन्डिजको। तर नेक्स्ट म्याचमा दे विल कम मोर प्रिपेयर्ड, अनि स्पेसली अरू टिम्सहरू जो चाहिँ मच मोर प्रोफेसनल अलिकति राम्रो टिम्सहरू छन्। वेस्ट इन्डिजले त आफ्नो 2nd स्ट्रिङ या 3rd स्ट्रिङ टिम लिएर आएको हो, सो दे आर इनएक्सपिरियन्स। अलिकति त्यो शारजाको ठाउँमा त्यो गेममा उनीहरू अलिकति अन्डर प्रेसर पनि आयो होला। तर नेपालको हुटिङ पनि एकदमै राम्रो थियो। एक्चुअली देयर वाज ओन्ली नेपाली फ्यान्स अराउन्ड द स्टेडियम, वेस्ट इन्डिज एउटा 2टा फ्यान मात्रै देखेको थियो होला सायद। त्यसले गर्दाखेरि नेपाललाई सपोर्ट त गर्नुभयो वेस्ट इन्डिजले पनि धेरै जित्नको लागि। नेपालले पनि राम्रो खेल्यो, तर आई थिङ्क मुभिङ फरवर्ड हामीले कुशलले दिपेन्द्रले ब्याटले कन्ट्रिब्युट पनि गर्नुपर्छ। फिल्डिङ र बलिङमा त राम्रो छँदैछ, ब्याट पनि कन्ट्रिब्युसन राम्रो हुन थाल्यो भने त हाम्रो टिमलाई हराउनको लागि अर्को राम्रै टिमलाई पनि त्यति सजिलै चाहिँ हुँदैन। एन्ड राम्रो टिम ठुलो टिमहरूलाई पनि हामीले च्यालेन्ज चाहिँ गर्छौँ। सो आफ्टर 10th ओभर चाहिँ जुन चोकिङ भयो वेस्ट इन्डिजको हाम्रो स्पिनर्सको थ्रुबाट,
त्यो चाहिँ हेर्न लायकको नै थियो. दे वर नट एबल टु रोटेट द स्ट्राइक. के प्रब्लम चाहिँ त्यही भयो. त्यसपछि नवीन विदासी पनि आयो. हि बल्ड वन्डरफुली विथ द बल. वेस्ट इन्डिजको लागि चाहिँ एउटा पोजिटिभ पिक अफ द बलर चाहिँ उहाँ नै हुनुहुन्थ्यो. नेपाल निड्स टु वाच आउट फर दिज बलर्स इन द नेक्स्ट म्याच. तर आई थिङ्क हि प्लेड क्वाइट स्लोली. एन्ड एउटा बिचमा म्याचको बेलामा कमेन्टेटर्सले पनि भन्नुभएको थियो. एन्ड आई अल्सो फेल्ट कि किन फेबियन एलनलाई, जेसन होल्डरलाई अलिकति अगाडि नै नलिएर आएको. मेबी जब रन रेट 7.5 8को हुँदा हुँदै नै उहाँलाई लिएर आएर अलिकति फ्रिली खेल्न दिएको भए, उहाँहरूले आएर चाहिँ क्विक 20 बल्समा 30-35 हानेर स्कोरलाई चाहिँ भोलि गएर 6-6.5को मा लेभलमा लिएर आइदिएको भए नवीनहरू जस्तो ब्याट्सम्यान, अलिकति तलको स्ट्राइक रेट कमजोर भएको ब्याट्सम्यानहरूले आएर फिनिस गर्न सक्थे कि भन्ने जस्तो लाग्यो. बट एट दि एन्ड दे लेफ्ट टु मच फर देम सेल्स. लास्ट 5 ओभरमा 70 रन भने एकदमै धेरै हो. अब त्यो राम्रै टिमहरूको लागि पनि कहिले कहिले गाह्रै पर्ने कुरा हो होइन. 2020मा हुन त भन्न सकिँदैन. अब आजकल त हान्न कति पनि अब 70, 80, 85 पनि हाने देखाएको छ मैले. तर पनि इनएक्सपिरियन्स साइड लाइक वेस्ट इन्डिज प्लस बल अलिकति ग्रिप भइरहेको अनि त्यसपछि कटर्सहरू पनि होल्ड भइरहेको बेलामा अलिकति गाह्रै नै पर्थ्यो. नेपालको बलिङ लाइनअप त्यति नराम्रो पनि छैन. प्लस फिल्डिङ त हाम्रो A1 नै छँदैछ. अन्टिल 18th ओभरतिर आएपछि चाहिँ सोमपालको ओभरमा अलिकति सिरिङ्ग पारेको थियो होइन. यदि त्यो दुईवटा क्याचेसहरू चाहिँ अकिल हुसेनको ड्रप नभएको भए, क्याच गर्नुभएको भए, त्यहाँ फिल्डिङ ल्याप्स हाम्रो नभएको भए, द्याट्स ओन्ली फिल्डिङ ल्याप्स बाई द वे थ्रु आउट द म्याच, त्यो नभएको भए चाहिँ हामीले यो गेम इजिली नै जित्थ्यौँ. त्यो अलिकति पनि लास्टमा टेन्सन हुन्थेन. मलाई चाहिँ फेरि ल आयो अब सुरु भयो हाम्रो, फेरि लास्टमा आएर चाहिँ चोक गर्ने हो कि राम्रो टिमसँग भन्ने भएको थियो. तर आई थिङ्क करण डिड अ फ्यान्टास्टिक जब कमिङ इन टु द 19th ओभर. एन्ड त्यसपछि त लगभग गेम खतमै जस्तो भइसकेको थियो. की टेक अवे फर अस इज टु इम्प्रुभ आवर ब्याटिङ अगेन्स्ट लेफ्ट आर्म स्पिनर्स. दिपेन्द्र सिंह ऐरेले र कुशल भुर्तेलले दे निड टु स्टार्ट कन्ट्रिब्युटिङ विथ द ब्याट. एन्ड हाम्रो फिल्डिङ ल्याप्सेसहरू सानोतिनोहरू लास्ट मोमेन्टमा चाहिँ अलिकति विचार गर्नुपर्ने कुराहरू हुन्छ. एन्ड फर मी नन्दन यादव्स फिटनेस इज गोइङ टु बी भेरी इम्पोर्टेन्ट एट दि एन्ड अफ द डे. हि इज वान अफ द की बलर्स जसले चाहिँ हामीलाई म्याच विनिङ स्पेल्सहरू दिन सक्छ. नेक्स्ट म्याचमा आई होप सन्दीप लामिछाने प्लेस. फर पर्सनल रिजन्स खेल्नु भएन भनेर चाहिँ कोचले भनेको मैले देखाएको थिएँ. तर आई होप हि प्लेस. एन्ड उहाँ एकदमै इम्पोर्टेन्ट हुनुहुन्छ हाम्रो लागि. एन्ड उहाँ पनि आउनुभयो भने शारजाको पिचमा इट्स गोइङ टु बी इभन मोर डिफिकल्ट फर द वेस्ट इन्डिज ब्याट्स. म्याचमा पनि आई वुड स्टिल सजेस्ट कि टस जित्यो भने पहिला ब्याटिङ गर्ने, गेट अराउन्ड 150-160 एन्ड देन ट्राई डिफेन्डिङ इट. सेकेन्ड इनिङमा ड्यू आएन भने, एन्ड लाइक ड्यू आएन हिजो, मैले एक्सपेक्ट गरिरहेको थिएँ वेस्ट इन्डिजले त्यही सोचेर पनि ब्याटिङ गरे हो कि फर्स्टमा भनेर चाहिँ ब्याटिङ चेस गरे हो कि फर्स्टमा भन्ने लागेको थियो. तर आएन ड्यू. एन्ड नेपालले यसको फुल फाइदा लिनुभयो. And this is a historic win. I'm really happy and all our fans are really happy, especially हाम्रो जुन टर्मोइल अहिलेको यो जुन सिचुएसनमा द एन्टायर कन्ट्री इज ह्याप्पी. एन्ड हाम्रो क्रिकेटर्सहरूले हामीलाई यो ह्याप्पिनेसको मौका दिनुभएको छ. एन्ड होपफुली अब भोलिको म्याचमा र त्यसपछिको म्याचमा दुइटै म्याच जितेर हामीलाई चाहिँ एउटा एब्सोल्युट जोय दिनुहुन्छ भन्ने मलाई चाहिँ पुरै नै आशा पनि छ र विश्वास पनि छ. सो गो नेपाल. एन्ड I'll come back with the post-match review of the match that happens tomorrow. And second match पछिको म त्यसपछिको आउँछु. या मेबी मैले सायद दुईटा म्याच भइसकेपछि ब्याक टु ब्याक छ. सो टाइम नपाउन सकिएला त्यो दुईटा म्याचको रिभ्यू गर्न, अलिकति फास्ट होला. सो दुईटा म्याच पछि सायद सिरिजको एन्ड अफ द सिरिज रिभ्यू गर्न म आउँछु. अन्टिल देन थ्याङ्क यू. एन्ड जय मैदान, जय नेपाल.